जय देश जय क्रिकेट। हेलो साथीहरू, स्वागत छ सबैजनालाई मेरो यस भिडियोमा। र आइसिसी क्रिकेट लिग 2 अन्तर्गत नेपालको सिरिज चाहिँ अब केही दिनमा सुरु हुन गइरहेको छ। त्यसकारणले क्यानले नेपाल टिमको स्क्वाड सार्वजनिक गरेको छ, जसमा फर्स्ट टाइम अर्जुन कुमार स्क्वाडमा परेका छन्। र पिएम कपमा अर्जुन कुमारको निकै नै शानदार पर्फर्मेन्स रहेको थियो। दुईटा शतक उनले प्रहार गरेका थिए र कन्सिस्टेन्ट रूपमा चाहिँ रन चाहिँ गरिरहेका थिए। त्यसकारणले पनि उनी पहिलो रोजाइमा परेका थिए। र विनोद भण्डारीले पनि निकै राम्रो पारीहरू खेलिरहेका थिए। त्यसकारणले पनि विनोद भण्डारी फेरि पुनरागमन गर्न सफल भएका छन् नेपालको स्क्वाडमा। नयाँ प्लेयरहरूले पनि चान्स पाएका छन्। पिएम कपको आधारमा चाहिँ अहिलेको खेलाडीहरू चाहिँ छनौट भएको थियो, तर कुशल भुर्तेल लगायत रोहित कुमार पौडेलहरूको चाहिँ खासै राम्रो पर्फर्मेन्स हुन सकेको छैन। आशा गरौँ उनीहरूले आउँदै गरेको लिग 2 को सिरिजमा चाहिँ उत्कृष्ट प्रदर्शन गर्नेछन् र नेपाललाई यहाँबाट सबै म्याचहरू जित्न एकदमै इम्पोर्टेन्ट रहेको छ। यहाँबाट कुनै पनि म्याचहरू हार्यो भने नेपालको चाहिँ शीर्ष 4 स्थानमा रहने नेपालको चाहिँ सम्भावना निकै नै कमजोर हुनेछ। नेपालले होम ग्राउन्डमा 4वटा ब्याक टु ब्याक ओडिआई सिरिजहरू खेल्न गइरहेको छ। यो म्याचहरू चाहिँ नेपालको लागि धेरै नै महत्त्वपूर्ण छ र ब्याट्सम्यानहरूले चाहिँ निकै राम्रो ब्याटिङ गर्नुपर्ने छ र नेपाल अहिले सेकेन्ड लास्टमा छ। यो चाहिँ नेपालले सुधार गर्नुपर्ने छ, टप 4मा जानुपर्ने छ। नेपालले होम एडभान्टेजको चाहिँ फाइदा लिनुपर्ने छ, जसरी पनि जित्नुपर्ने छ। लास्ट टाइम 12वटामा 11वटा म्याच नेपालले जिते जसरी अहिले पनि जित्नुपर्ने दबावमा नेपाल प्लेयरहरू रहेका छन्। आशा गरौँ नेपाल टिमले राम्रो खेल्नेछ, सबै म्याचहरू जित्नेछ। बेस्ट अफ लक नेपाल क्रिकेट टिम।